भक्तपुरको सिद्ध पोखरीमा छौँ, देख्न सक्नुहुन्छ। छ्यामा केही भनिदिनु त। हाम्रो छ्यामा चाहिँ अहिले फोटो खिच्नु एकदम बिजी। यो चाहिँ अब 100 रुपियाँ तिरेर चाहिँ हामी यहाँ पौडी यो अब सिप खेल्न आएको। यसको नाम डुङ्गा 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 भन्दो रहेछ, डुङ्गा। त्यो खेल्दैछौँ। अनि प्रो चाहिँ मेरो अम्ला देखियो होला है। अनि हामी चाहिँ घुम्दै घुम्दै पोखरीको बिचमा आइपुगेको छौँ। अब यस्तै छ ल, 100 रुपियाँ तिर्यो टक्क, अनि बच्चा जस्तो खेल्दै बस्यो। अब यसरी लुक 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 बाबु नानी हो। हाम्रो छ्यामा अघिदेखि भिडियो बनाउनुमा व्यस्त, म भ्लग बनाउनुमा व्यस्त। सो गाइज सबैले डु कमेन्ट, डु सब्सक्राइब है, सबैले सपोर्ट हेर्नु ल। अब यो चाहिँ सुरु भएको, ठिकै छ। छ्यामा केही भन्नु न त। केही भन्दैन, राख फोन भने। यो फोन हो होइन नि, खिचौ बाई। जय नेपाल। चाहिँ ह्यान्डल चाहिँ तर उल्टो छ यार, यता फर्काउँदा उता जान्छ, उता फर्काउँदा उता जान्छ, कन्फ्युज। बाई बाई। हामी अहिले पोखरी खेलेर अरे डुङ्गा खेलेर आइसक्यौँ। अब कहाँ जाने? अब के भन्दैछ? अब हामी पार्लर जाने, पार्लरमा गएर थ्रेडिङ गर्ने, अनि त्यहाँदेखि कपालको त्यो हुन्छ आँगा छाट्ने, अनि भोलि लक्कन्दी जाने प्लानिङ छ मेरो। त्यही भएर म पार्लर हिँडेको। तर यो सब प्लानिङ चाहिँ क्यान्सल हुन्छ छ्यामाको। हुँदैन, कन्फर्म भइसकेको हो, कन्फर्म। सब प्लान चाहिँ क्यान्सल हुन्छ, थाहा छ मलाई। कन्फर्म भएर पार्लर हिँडेको। अब अहिले पार्लरमा भेटौँ गाइस। यो चाहिँ पुरा थ्रेडिङ गर्दै हुन्छ यहाँ। पुरा अल्छी लाग्छ। यो चाहिँ छ्यामाको नाटकै यहाँ। क्यामेरा आन्टी, भ्लगिङ गर्ने क्यामेरा। आइसक्नु भयो हाम्रो छ्यामाको नाटक। यो पैसाले बरु के भन्छ जाने उता लिम्बूको कल्चरले चाहिँ के भन्छ भने लोकन्दी, त्यही भएर पार्लर आएको आज म भोलि राम्रै भएर जाने पार्लर। यो पार्लर आउने पैसाले बरु मलाई खुवाएको भए हुने नि। खुवाउँदै होइन आन्टी, भर्खरै यसो ट्राई गरी हेऱ्या। कमाइ त खतरा, तर हामीले चाहिँ ट्राई मात्र गऱ्यौँ। भक्तपुरमा आएर पनि थ्रेडिङ गर्नु भएन। जस्ट भोलिको लागि, लोकन्तीको लागि मैले पैसा धेरै खर्च गरिसकेँ। कृपया मेरो पैसा फिर्ता दिनु होला। अस्ति मेरो 500 रुपियाँ लानु भएछ, बाँकी छ त्यहाँनिर अझै। अन्त 540 अझै त्यहाँ बाँकी नै छ नि। अब चाहिँ हामी पार्लरबाट फर्केर यस्तोमा आएको छौँ है। छ्यामा भन्नु त। अब हामी भैँसीको सिकुडी खाने। दामी रहेछ। ठाउँ चाहिँ यस्तो छ बम्बाल, ठिकै छ। म चाहिँ यस्तो छु, म
म त ब्लक कमेन्टको छ्यामा हो म चाहिँ यस्तो छु भएपछि हामी खाएर घर जाने टाटा बाई बाई थ्याङ्क यू फर वाचिङ